गुड इभिनिङ सबैलाई। आज चाहिँ म सानो भिडियो बनाउन आएको। त्यहाँमा खानेहरूले 1:30 बजी फोन गरेर त्यहाँ पानी आइसकेको छ, फोन पानी रिसिभ गरेर भनेर फोन गरेर 11 बजी सुतेको मान्छेलाई फोन गरेर 2 बजे नै 2 घन्टा नै नसुतेर फोन गरेर उठाएर रिस उठ्ने। म त आज जङ्गलतिर छिरेको के रहेछ भनेर यता छिरेको। पुरै जङ्गल, ठुलो जङ्गलै जङ्गल। हेर्नुहोस् त कस्तो जङ्गल छ यसको। आज यो जङ्गलमा छिर्याम के रहेछ, यो बङ्गालीहरू यता छिर्दो रहेछ कि, त्यही भएर के रहेछ भनेर छिरेको। पुरै जङ्गल छ। कहिलेकाहीँ सर्पहरूले कोल्याप्स पार्लान् भन्ने डर छ यहाँ। गम्बुट नलाएर आइयो चप्पलसँग। त्यसका बाजे जङ्गल त कता हो त्यसका बाजे। कस्तो डर लाग्ने जङ्गल छ त। कहाँ जानु रहेछ नि यार, पुरै माछा मार्नको लागि जानु रहेछ नि। के खोला रहेछ त्यहाँ, हेर्नु त जङ्गल आमा हो। पुरै बाघ भालु मात्रै बस्छ जस्तो तयार जङ्गल थियो। आज के रहेछ भनेर छिरेको यता। पुरै ठुलो घना जङ्गल रहेछ। जङ्गल त देखिन्थ्यो कि हाम्रो घरको पछाडिको जङ्गल हो यो। हेर्नुहोस् त कति ओह्रो रहेछ। त्यसका बाजेहरू बाँदरहरू पुरै यतातिर त रमाउँछन् त। पुरै जङ्गल त ठुलो त रहेछ या। यिनीहरू चाहिँ यहाँ खोलामा चाहिँ माछा मार्न आउँदो रहेछ। यहाँदेखि त पहिला छ। हेर्नुहोस् त कोब्रे च्याउ जस्तो छ त यहाँ। कोब्रे च्याउ यस्तै त हुन्छ हाम्रोतिर, तर त्यो अर्कै हुन्छ। यो चाहिँ होइन, हो रहेछ त यहाँ। कोब्रे च्याउ नै रहेछ, पुरानो रहेछ। कुहिएर लाग्छ, कुहिएको त छैन पो। पुरै जङ्गल छ यस्तोमा माछा मार्न पो आउँदो रहेछ नि त यार। बाल्टी पनि त्यहीँ छोडेका छन्। यिनीहरूले माछा मार्न पो आउँदो रहेछ नि त यहाँ त। पानीको पुरै भाडी यहाँसम्म आउँदो रहेछ। आज राखेको कि कहिले राखेको, नत्र यत्रो पानी आएर त भगाउनु पर्ने थियो त्यो बाल्टीलाई त। आज राखेको त होइन, कहिले राखेको हो। पानीजमा भएर बसेको छ। जङ्गलमा आएको कि पुरै डर लाग्दो जङ्गल रहेछ। त्यस्तो छ, बाघभालु मात्रै बस्ला जस्तो जङ्गल छ। यस्तो जङ्गलमा पुरै गाउँघरको याद पो आयो त यार। अम्बुई कमिलाको ताती पुरै यो लहराको उसमा पुरै कमिलो हेर्नुहोस् त। कता गइरहेको छ थाहै छैन। त्यहाँसम्म गइरहेको माथि ठुलो रूपमा जान्छ कि अब यो है। अब यस्तो जङ्गलमा फर्केर आउँदैन होला, डर पो लाग्छ। पुरै बाघ भालु मात्रै बस्छ जस्तो छ जङ्गलमा। पसिना भयो। खोलादेखि फेरि फर्केर त्यो अघिको बाटो हिँडिरहेको छु जङ्गल माथितिर। पुरै जङ्गल छ।
यहाँ माछा मार्न आउँदो रहेछन् कि के गर्न आउँदो रहेछन् बङ्गालीहरू पुरै बाटै बनाएको नि यत्रो जङ्गल सबै खानेर बाटो बनाएको छ घोडाहरूले यही बाटोबाट कता जाँदो रहेछन् भनेर यसो बाटो पन्छ्याउँदै आएको माछा मार्नको लागि जाँदो रहेछन् अनि माछा मार्ने त उनीसँग त केही पनि छैन के चाहिँ औषधि हुन्छ भन्ने कुरा सुनेको थिएँ मैले कसो देखेँ छैन अन्त राम्रो रहेछ माटो फाँदैछ के भन्छ अरे माटो खनेछ औ जङ्गल पुरै खनेर जङ्गल छ ट्याङ्कर गइरहेको गाउँघरको याद आयो गाउँघरको चराहरू पराइरहेछन् ए बा यस्तो भयो काम चोरहरू यिनीहरू त के रहेछ भनेको त काम चोरहरू यता पो शीतलमा आनन्दले पो बस्दो रहेछन् त घडाहरू त आमा हो कता जाँदो रहेछ पुरै के भन्छ बाटै बनाछन् भनेको त बिरानी कम्पनीमा काम गर्ने काम चोरहरूको हालत हेर्नुहोस् त पुरै सबै यहाँ सुत्ने बनाएको शीतलमा बोराहरू झुन्डाएर जालीहरू झुन्डाएर बङ्गालीको काम होला मलाईहरूको काम होला आनन्दले बस्ने रे यसका माखियाहरू काम चोरहरू अनि यहाँदेखि बाटै छैन अरूतिर कहाँ जाँदो रहेछ भनेर चाहिँ यसो पहिला पन्छाउन आएको बाटो पुरै यहाँ त मजाले को गर्दो रहेछन् त मोस गर्दो रहेछन् त गडाहरू त यहाँदेखि बाटै छैन कहीँ जाने अब यता सबै जङ्गल खनिएको छ कहीँ जान्छ बाटो यहाँको काम गर्नेहरूलाई काम त मोस छैन त्यसका बाजे यो पनि बेथाको बुझ्नु छ फल त राम्रो रहेछ त्यो ठाउँ ठाउँ लाग्ने छ बहुत फल त के को फल हो बेथा जस्तो छ बच्च खै के हो यस्तो छ जङ्गल जङ्गल त्यसका बाजे आइतेरी 3 बज्यो बस्नलाई होला अनि भागिरहेछन् गडाहरू के रुखको पात जस्तो छ तयारी हो रुखको पात गर्मी भयो आइसकेँ म बाटो निस्किसकेँ म बाटोमा निस्किसकेँ यो बाटो अब यहाँदेखि यता गयो पछाडि गयो भने घुमतिर जान्छ अलिक माथि गयो भने कता पुग्छ थाहै छैन माथि ट्र्याक्टर आइरहेको म एकचोटि भिडियो स्टप गरेँ अब फेरि भिडियो अन गरेँ ल साथीहरू अघि जङ्गलमा पुरै जङ्गल गएको थिएँ अहिले फेरि यता आएको छु फेरि माथि एउटा ट्र्याक्टर आइरहेको छ यिनीहरूको अब ओटी रहन्छ त्यही भएर 3 बजे आइरहेको हुन्छ बिहानको 6 बजे कामतिर जान्छ त्यसपछि कति 11 बजे खाना खान्छ अरे त्यसपछि 3 बजे यिनीहरूको छुट्टी ओटी 6 बजीसम्म छ 3 बजे नै लाग्छ Travis, kerja. काम सकियो अरे घटाएको फ्रेन्ड यही हो यता चाहिँ बोट यत्र सानो छ फलेको भए ठिकै हुन्थ्यो उता अफिसतिर चाहिँ फलिरहेको छ फलमा चाहिँ तर
यता साइड चाहिँ फल्या छैन अरे, माथि घारीतिर कता कता चाहिँ फल्या छ अरे, यो साइडतिर नजिक साइडतिर चाहिँ फलेको छैन। अब धेरै भएको गएको थुप्रै झुरेन थियो, त्यो झरेर पनि टिप्न पाइँदैन भन्ने त्यसका बारे एउटा दुईवटा फलिरहेको छ भर्खरै भर्खरै, त्यो दानासहित गनेर राख्छन् गड्डाहरू नि। कहिलेकाहीँ त्यता अझै के हो डुरेनको बोट मर्न लागेको जस्तो देखिन्छ त्यो बोट त, पहेँलो पहेँलो भएको छ। बाटो यस्तो छ जिन्दगीको बाटो भनेर म भन्दिनँ, यो त मोटर हिँड्ने बाटो हो। खोला चाहिँ खलरल सलो सरल सास आइरहेको छ यता, पसिनाले यहाँ पसिना आएर दिमाग खराब। एकचोटि जङ्गल छिरेको कस्तो रहेछ त्यहाँभित्र के गर्नु जाँदो रहेछ भनेर छिरेको। कोही चाहिँ माछा मार्न जाँदो रहेछ, कोही त मजाले त्यहाँ आराम गर्नु पो छिर्दो रहेछ नि त गड्डाहरू त। सबै जालीहरू झुन्डाएर रेस्ट उठ्ने नै बनाएको, भिआइपीहरूको जस्तो बनाएको गड्डाहरूले। बङ्गालीहरूको काम होला, त्यहाँ उतिर पनि हाम्रो रुम यताउता छ, त्यतातिर पनि त्यस्तै बनाएर राख्यो। पुरै यहाँ त पुरै उ छ सिमसार, यहाँभरि सबै सिमसार हो यहाँ बिचभरि। यता डुरेनको बोट, यता जङ्गल, कता पनि हिँड्छन् होला गड्डाहरू त। अस्ति यो पुरै जङ्गल थियो, हाँडिसकेर संस्कार फेरि फलेर जस्तै हाँडेर के फाइदा भयो, रोटीकै आउँछ। अहिले चाहिँ डुरेनको नजिकै आएको छु है साथीहरू, यो चाहिँ डुरेनको बोट हो र फल्दै छैन। त्यो क्युआर जोडेको छ, अब यो 1 नम्बर क्युआरको चाहिँ यस्तो भएको छ भनेर त्यो थाहा पाउनको लागि होला क्युआर हालेको छ। यता पनि सक्यो सबै डुरेनको बोट हो, चारिपट्टिको जङ्गल हो, त्यो साइडतिर सबै डुरेनको बोट हो। यो बाटो भयो यहाँनिर हिँड्ने बाटो, यो सबै बिचमा बाटो बनाइदियो। कहिलेकाहीँ फल्यो भने ट्र्याक्टरमा बोक्ने भनेर होला। एउटा डाँडामा चाहिँ उ लगाएको छ, डुरेन लगाएको छ, बिचमा रोड बाटो बनाइदिएको छ। सबै बाटोतिर आएर यसको हाँगा पानी पनि त्यही सबै जोडिदिएको व्यवस्था गरिदिएको छ। अनि यता मरेको बोटहरूमा होला सानो सानो छ, ती पछाडि लगाएको होला सानो सानो छ, यतातिरको थुप्रो छ। यहाँ चाहिँ अब पहिला मरेको होला 2वटा राखेको छ, एउटा मरेको नि एउटा बाँच्छ भनेर 2टा राखिदिएको रहेछ। 2 चाहिँ बाँचेको छ। जङ्गलको पारिपट्टि सबै जङ्गल हो। फाइनली साथीहरू म चाहिँ यहाँसम्म आइपुगेको छु आज। यो ठाउँमा चाहिँ मैले पहिला पनि आएको थिएँ आउन त, तर म भिडियो एउटा बनाएको, त्यो भिडियो चाहिँ अलिक क्वालिटी एकदम ठिक लाग्यो। यसपालिको क्वालिटी पनि कस्तो लागिरहेछ, राम्रो होला जस्तो त देखेन मैले। तर पनि यहाँसम्म आइपुगेको छु। अब भरे भिडियो चेक गरेर थाहा होला। पुरै सानो खोला रहेछ, सरो आवाज आइरहेको छ खोला। अस्ति यहाँसम्म आएको भन्दा माथिसम्म गएको थिएँ। भिडियो खै अलि क्वालिटी चाहिँ कतिर लागेन, बिगारेको रहेछ। तर मोटर नै हिँडेको रहेछ, मोटर नै हिँडेको जस्तो देखिन्छ। यो बाटो चाहिँ यसो पन्छ्याउँदै जान्छ, कहाँ पुग्दो रहेछ। यता त बाटो छैन, त्यहाँ खोला रहेछ त्यहाँनिर। कस्तो तर्सी बिहा छ, गोरो रहेछ, चाटै खाइदियो ठुक्क नरमा सर्पो भनेर चाटै खाइदियो यार। के साह्रो पसिना आएको
बेस्ता नै पछातै भिजिसक्यो हो। बाँसको बाला यो साइडमा सबै घाँस मारेर उतासम्म जङ्गल छ। त्यहाँ पुरै ठुलो जङ्गल छ, तर पनि एकचोटि त्यहाँसम्म पुग्यो रहेछ। पुरै घाँसहरू त मारेछ, घाँस नमारेको मजा आउने थिएन। घाँस मारेको चक्को बनाएको क्या। त्यहाँ जान्छु। यता पुरै माछा मार्ने ठाउँ रहेछ के जस्तो लाग्यो। बस्दो रहेछ पुरै। के बनाउँदो रहेछ, के बनाउँदो रहेछ रे। माछा मार्ने जस्तो छैन त। यत्रो खोलामा के को माछा हुन्छ? हुन त हुन्छ होला, सानो सानो त छन् होला। उता ठुलो ठुलो देखिरहेछ, पहिरो देखिरहेछ, त्यता छन् होला लगभग। खोला त सानो पो छ त। आयो घाममा सर्लो छिरेको कि घाम आइसकेपछि कता कता घाँस काट्यो, यो ठाउँ काट्यो, त्यो ठाउँमा केमिकल मल हाल्यो। सट्टै बाइकसँग जङ्गलमा घुस्यो। दिनभरि माछा मार्ने, अनि साँझ पख फेरि लगभग 3 बजीतिर ओकेटोके अन गर्ने। अनि लक्कै म यता छु भनेर त्यो ठाउँमा गरेर कराइराख्ने। त्यस्तो बस्नु त 2-4 जनालाई हेरेको मैले हाम्रो गाह्रो साइडतिर। त्यो आएर ओइल त गफ गर्छ, अनि ठ्याक्कै भित्र छिर्छ के। अर्कोमा त्यस्तो गरेर पुरै बाँस आगो लगाइदिएर रहेछ, मरेर सिङ्रिङ्गै भएको छ बाँसको बुट्टाहरू। के चिज कोरेर, के चाहिँ चरा कराइरहेको छ यहाँभित्र, देखिएको चाहिँ छैन। हुँ बजिरहेको छ। देखिएको चाहिँ छैन, कराउन चाहिँ खुब कराइरहेछ। अब फर्किउँ होला हो, साह्रै पसिना भयो। आज चाहिँ यहाँसम्म आइयो, साह्रै पसिना भयो। अब नसकिने अब फर्किन्छु होला। पसिनाले मार्ला सो गर्मी ल्याएर छ्याप्पै के साह्रो भएन। दुरेनको बोट त्यो चाहिँ भर्खरै त्यत्रो भएको छ। म पनि अस्ति म यता बरु बाटो त छ मैले देखिन्छ भनेर थिएँ, तर बाटो पनि रहेछ। दुरेनको बोट पनि लगाएको रहेछ। यता आएको थिएँ नि त मैले, थिएनै त म त्यहाँ माथिसम्म पुगेको थिएँ। माथिको बाटो देखेको जस्तोसम्म पुगेको थिएँ, तर त्यहाँदेखि अलिक तलतिरसम्म पुग्यो मात्रै, त्यहाँदेखि फर्केर आएको थिएँ। यता चाहिँ आएको थिएन, यहाँ चाहिँ पुरै माथि, अझै माथि देखिरहेको बाटो। जङ्गल चाहिँ यस्तो पुरो सबै दुरेनको जङ्गल यतातिर त बाटोको वारिपारि सबै दुरेनको। अब म चाहिँ फर्किन्छ होला हो, साह्रै गर्मीले सतायो, पसिना भयो यार। म चाहिँ फर्केर आइरहेको छु अरे भाइ हो। बिचमा फर्केर बिच बाटोमा माथि चाहिँ एउटा घर देखिरहेको छ होइन, सानो घर जस्तो देखिरहेको छ। त्यहाँनिर चाहिँ लो के भन्छ पानीको चाहिँ त्यहाँ के भन्छ ड्रमहरू त्यहाँ छ क्या। पुरै पसिनाले खतम बनायो हो। त्यस्तो पनि भिजिसक्यो पुरै। हावा चुइकको हावा चल्दैन, पुरै बादल लागेर बुद्धिआम्मै भएर पुरै मुकुस भइसक्यो। अच्छा भिडियो पनि नबनाऊ जस्तो लागिरहेको यहाँ गर्मीले। छुट्टी रहेको मान्छेलाई हराएर फोन गरेर
पानी आइरहेको छ त्यहाँ रिसिभ गर भनेर उठेर पानी 5-6 कार्टुन पानी भित्र राखेको त्यहाँदेखि गएर सुतेको भुत्रो यहाँनिर आउँछ 11 बजे सुतेको मान्छे 12-1 साढे 1 बजी जम्मा 2.5 घन्टा मात्रै सुतेको यार आज राति त तनाव हुने भयो आज 10 बजे गएर भुत्रुकै सुतिदिन्छु त्यो खानेलाई के भन्ने छ गई जागिर जान्छ निन्द्रा लागेन अनि उठेर भिडियो बनाउनु भनेर आएको जङ्गलतिर छिरेको पुरै डरलाग्दो जङ्गल पो रहेछ बाघ भालु मात्रै बस्छ जस्तो छ डरले म त केही चिन्नु पनि बसेन हो फर्केर आएको यो जङ्गलको सबै तल नै हो तर यहाँ माथिनिर चाहिँ यहाँ खोला नजिक छ अनि ढिक पनि यता सानो छ बाटो ठ्याक्कै ढिक बनाएको रहेछ त्यति डरलाग्दो देखिँदैन त्यो त अलिक ढिक पनि माथि रहेछ खोला चाहिँ के अरे छाल चाहिँ अलिक टाढा ठुलो रहेछ कि खोलाको छाल चाहिँ अनि बगर चाहिँ ठुलो रहेछ अनि त्यहाँ सबै रुख बलेको रहेछ अनि त्यो भएर ठुलो टाढा उता पारेर गएको थिएँ खोला देखिँदैन थियो यहाँ चाहिँ खोला नै देखिन्छ फाइनली साथी म आइपुगेँ फेरि अघिको ठाउँमा ठ्याक्कै जुन ठाउँदेखि मैले भिडियो स्टार्ट गरेको थिएँ त्यही ठाउँमा यही हो सायद तपाईँहरूले लगभग ठाउँ हेरेर पनि पत्ता लगाउनु होला यही ठाउँदेखि भित्र छिरेको थिएँ म जङ्गलभित्र म चाहिँ यही ठाउँमा आइसकेको छु फाइनली साथीहरू म अब रुम पुग्नलाई चाहिँ अब 2 मिनट मात्रै छ त्यसैले लगभग 1 घन्टाको अन्तरालमा चाहिँ हिँडाइमा 20 मिनट जतिको भिडियो बनाइयो भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला साथीहरू र नेक्स्ट भिडियोमा फेरि भेटौँला भन्दै बाई बाई सबैलाई ह्यापी नेक्स्ट डे।